छौँ। सो सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। नेपाल जाँदा चाहिँ सबै फ्यामिलीलाई भ्लगमा ल्याउने छु भने हेलो फ्रेन्ड्स, सबैजनालाई गुड मर्निङ एन्ड सबैजनालाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु भन्नुपर्छ। म चाहिँ भर्खर उठेर नुहाएर भ्लग स्टार्ट गरेको र अहिले चाहिँ म बजारतिर जाँदैछु। हेर्न सक्नुहुन्छ घाम पानीको छाता। बजारतिर कपिसकेको छ, त्यसैले म चाहिँ बजारतिर जाँदैछु। बाटो चाहिँ यस्तो धुलो छ, हेर्न सक्नुहुन्छ। अभी मजा आएगा ना भिडो। पनि कति हेर्नुहुन्छ, अहिले चाहिँ भर्खर 7:30 जति भएको छ। बाटो चाहिँ लास्ट धुलो हो। बजार कफी बिस्कुट लिन जानु पर्यो ठक्क। हजुरहरूलाई एउटा कुरा लागेको होला, आफू मात्र भ्लगमा आएको बुढीलाई चाहिँ किन नलिएको होला भन्नुभयो होला। म चाहिँ अहिले इन्डियातिर छु, त्यही भएर म चाहिँ भ्लगमा ल्याएको छैन। सो नेपाल जाँदा चाहिँ सबै फ्यामिलीलाई भ्लगमा ल्याउने छु भन्दै ठक्क मेरो भ्लगलाई सबैजनाले माया गरिदिनु होला। बजार चाहिँ थोरै हिँड्नुपर्छ, वहाँदेखि हजुरहरूलाई देखाउँछु। सो म चाहिँ मेन रोडमा आइसकेको छु, देख्न सक्नुहुन्छ। यही हो मेन रोड चाहिँ। म सामान लिन जाने चाहिँ त्यही पर हो, देख्न सक्नुहुन्छ। यता चाहिँ मकै छ, सामान ल्याउने ठाउँ चाहिँ आइसकेको छ। यही हो मैले सामान ल्याउने चाहिँ, देख्न सक्नुहुन्छ। कॉफी खत्म है। समझ रहे हो ना। अच्छा, कफी चाहिँ खत्म छ गाइजहरू। सो गाइजहरू, यता चाहिँ कफी मिलेन, अनि म चाहिँ यता और आएर लिएर जाँदैछु कफी बिस्कुट। गाइज, म चाहिँ कफी बिस्कुट लिएर आइसकेको छु रुममा। बिस्कुट लिएर आएर अब म चाहिँ कफी बिस्कुट बनाउँछु। गाइजहरू, कफी चाहिँ रेडी भइसकेको छ र अब हामी चाहिँ कफी खान्छौँ। सो सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। नेक्स्ट भिडियोमा मिल्नुपर्छ।